त मेरो प्रभुको सेरोफेरो हामी त हुनै हरिका छैन नगरिताकारमा कोही त हिन्दू कोही त बुद्ध थरी थरी धर्म आफ्नो धर्म संस्कार नारायण हरि हरि कृष्ण थिए द्वापर युग र त्रेता युगका राम्रो कृष्ण थिए अन्यायको विरुद्धमा लडे न्याय दिलाई दिए ब्रह्मा विष्णु महेश्वर प्रभुको दर्शन पाउनको लागि के गर्नु पर्ने हो र विष्णु महेश्वर थरी थरी विष्णु महेश्वर थरी थरी आखिरीमा बुझेर ल्याउँदा एउटै रहेछन् हरि Go!
भेट हुन्छ आछन् हरि कस्ता छन् त कसरी भेट हुन्छ हरिको दर्शन नपाउनाले मेरो यो मन रुन्छ मनुष्यको दिने चोला भैछ मानचित मनुष्यको अनि गरिकिन म त सक्छु प्रभुसँग जाउन बाबा हिँड त्यतिकै हरि भेटिँदैन गर्नुपर्छ ध्यान त्यतिकै हरि भेटिँदैन गर्नुपर्छ ध्यान गर्नुपर्छ ज्ञान पशुपति हुन् तनी मनका मना हुन् पशुपति मनका हरि किन जागेनन् भइसक्यो यो गति जन्मेपछि मर्नु पर्ने यो छ हाम्रो संस्कार जन्मेपछि मर्नु पर्ने यो छ हाम्रो संसार चल्नु पर्छ हेर बाबु परम्परा अनुसार
यो गरिबलाई खाना यो गरिबलाई खाना सजिलो हुन्छ मरेपछि वैकुण्ठमा जान सम्पत्ति नै खर्च गरे कमाइने धर्म सम्पत्ति नै खर्च गरे कमाइने धर्म कसले बुझ्छ खै त बाबा गरिबको मर्म गरे आउँछ एक दिन पालो हरिको नाम जपै गरे आउँछ एक दिन पालो हुन ईश्वर प्रति कसैले मन कालो भोग्यो 84 जुनी कसैलाई थाहा छैन कसले भोग्यो 84 जुनी कसैलाई थाहा छैन मैले भोगे यस्तो रहेछ भन्न कोही छैन कहिले जीव जन्तु कहिले मानिस हुने कहिले पंछी कहिले जीव जन्तु कहिले मानिस हुने जन्म मृत्यु सुख दुःख 84 जुनी 84 बाटो खन्न न त सत्ता लाउन न त सकी बाटो खन्न न त सत्ता लाउन गरिबीको कारणले सकिन ईश्वर पाउन जप ईश्वरले भन्दैनन् यो गर हरि हरि वाक्य जप्दैमा केरिन लाउने छ र
घरि घरि कसलाई मानौ आफ्नो प्रभु रूप थरी थरी मान्छेको